काठमाडौँ एउटा सहर जो कहिल्यै रोकिँदैन। यहाँको हरेक बिहान हतार र हल्लाले भरिएको हुन्छ। मान्छेहरू काममा दौडिन्छन्, बच्चाहरू स्कुलतिर जान्छन् र जीवन अविरल बगिरहन्छ। तर यो दौडमा एउटा कुरा पछि छुट्छ, आफ्नो स्वास्थ्य। शरीरले दिएका सङ्केतहरूलाई हामी व्यस्ततामा व्यवस्था गर्छौँ। अस्पताल महँगो छ, समय छैन र धेरैजसोका लागि डाक्टरसम्म पुग्नु नै एउटा ठुलो चुनौती रहेको छ। यही सोचलाई लिएर न्यू लाइफ आयुर्वेद र लायन्स क्लबले मिलेर एउटा काम गरे, स्वास्थ्य सेवा मान्छेकै ढोकामा पुर्याउने। वैशाख 18 गतेको बिहान गङ्गबु चोकमा भिड सुरु भयो। वृद्ध वृद्धादेखि युवा पुस्तासम्म, गृहिणीदेखि मजदुरसम्म सबैजना एउटै आशले आए, निशुल्क स्वास्थ्य जाँच, कुनै शुल्क छैन, कुनै अवरोध छैन। विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरूले मधुमेह र युरिक एसिडको परीक्षण गरे। पेट सम्बन्धी समस्या, हाड जोर्नी र नसाका रोगहरू, पाइल्स, फिस्टुला, जुन समस्याहरूबारे मान्छे खुलेर बोल्न हिचकिचाउँछन्, ती सबैको यहाँ निसङ्कोच परीक्षण र परामर्श भयो। शारीरिक स्वास्थ्य मात्र होइन, यस शिविरले मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ठाउँ दियो। वरिष्ठ मनोवैज्ञानिकले व्यक्तिगत परामर्श दिए। धेरैका लागि यो पहिलो पटक थियो कसैसँग मन खुलेर बोल्ने मौका। प्रकृतिको शक्तिमा विश्वास राख्ने आयुर्वेदको परम्परालाई यस शिविरले जीवन्त बनायो। ध्यान र अकुपञ्चर सेवा प्रदान गरियो। शिरोधारा, स्टिम बाथ र मसाज थेरापीमा 30% छुट दिइयो, जुन सेवाहरू सामान्य मान्छेलाई पाउन एकदमै गाह्रो हुन्छ। परीक्षण सकिएपछि कसैले खाली हात फर्किनु परेन। स्वास्थ्य जाँचपछि निशुल्क औषधि वितरण गरियो। प्याथोलोजी र फिजियोथेरापीमा समेत 30% छुट दिइयो। शिविरको सबैभन्दा भावनात्मक पल थियो रक्तदान। तारकेश्वर नगरपालिकाको दुर्गा मन्दिर प्राङ्गणमा विशेष रक्तदान कार्यक्रम आयोजना भयो। सहभागीहरूले आफ्नो रगत दिए। अर्को कसैको जीवन बचाउनका लागि एक थोपा रगत, एक जीवन। कति उच्च काम! यो सेवा आफै हुँदैन, यसको पछाडि छन् समर्पित संस्थाहरू। एलसीके च्याम्पियन, एलसीके न्यू च्याम्पियन, एलसीके एभरग्रिन च्याम्पियन, एलसीके करुणा र एलसीके श्री च्याम्पियन। यी टोलीहरूले नाफाको लागि होइन, सेवाको भावनाले काम गरे। 2 दिन सकियो, तर यसले छाडेको छाप बाँकी छ। जाँच गराएर निस्केका मान्छेहरूका अनुहारमा एउटा हल्कापन थियो। त्यो हल्कापन जो थाहा पाउँदा आउँछ, महसुस गर्दा आउँछ। न्यू लाइफ आयुर्वेदको विश्वास छ, स्वास्थ्य सेवा केवल सम्पन्नहरूको अधिकार होइन, यो हरेक मान्छेको हक हो। आयुर्वेदको हजारौँ वर्ष पुरानो ज्ञान र आधुनिक विज्ञानको संयोजनले उहाँहरू निरन्तर यो लक्ष्यतिर अघि बढिरहेका छन्। आगामी दिनहरूमा पनि यस्तै शिविरहरू आउनेछन्, यस्तै सेवाहरू आउनेछन्, किनभने न्यू लाइफ आयुर्वेदका लागि यो व्यापार मात्र होइन, यो एउटा सेवाको यात्रा हो र यो यात्रा जारी छ। लायन्सको मोटो वी सर्भ, हामी सेवा गर्छौँ। वेयर देयर इज निड देयर इज लायन्स। जहाँ आवश्यकता छ त्यहाँ हामी पुग्ने गर्छौँ, चाहे त्यो भूकम्पको बेला होस्, चाहे कोरोना कोभिडको विषम परिस्थितिमा होस्। लायन्सले जहिले एक कदम अगाडि उठेर सेवाको काममा चाहिँ तल्लीन रहेको छ। 2020मा चाहिँ जब कोरोनाको चाहिँ महामारी थियो, सबै मान्छे लकडाउनमा घर बसेका थिए, तर लायन्स कहिले पनि घर बसेन। हामीले ती लकडाउनको बेलामा पीडित जनसमुदायको लागि हाम्रो चाहिँ सवारी साधन, राहत सामग्री बोकेर हामी ठाउँ ठाउँ पुगेर राहत वितरण गरेका थियौँ। त्यस्तै भूकम्प 2072 सालको भूकम्पमा पनि हामी भूकम्पले हैलाइरहेको परिस्थितिमा पनि हामी चाहिँ राहत बोकेर गाउँ गाउँमा हामी पुगेका थियौँ। यही कारणले गर्दाखेरि आज विश्वको सबभन्दा ठुलो सामाजिक सेवा गर्ने संस्था लायन्स अन्तर्राष्ट्रिय विश्वभरि फैलिएको छ। अहिले हामी विश्वको 212वटा राष्ट्रमा फैलिएका छौँ र नेपालको कुरा गरिरहँदाखेरि अहिले मल्टिपल डिस्ट्रिक्ट 325 अन्तर्गत 15वटा जिल्ला रहेका छन्। त्यो 15वटा जिल्लामध्ये हाम्रो जिल्ला 325 आई नेपाल र त्यो आई नेपाल अन्तर्गत हामी सङ्गठित भएर र आई नेपालका विभिन्न 272वटा क्लब मार्फत चाहिँ
हाम्रो समाजमा हामीले सामाजिक सेवाका कामहरू गरिरहेका छौँ र हाम्रो पहिलो उद्देश्य सेवा, त्यसपछि नेतृत्व, त्यसपछि भाइचारा, सर्भिस, लिडरसिप, फेलोसिप, यही तिनवटा मुख्य पाटोले चाहिँ लाइनिजम आज 108 वर्षमा विश्वभरि फैलिएको छ। जब मानवीय संवेदनाका कुरा आउँछ, लाइन्स जहिले पनि अग्रगामी रूपमा चाहिँ अगाडि पुग्ने गर्दछ। चाहे त्यो जस्तो सुकै परिस्थिति होस्, लाइन्सले कहिले पनि परिस्थितिलाई चाहिँ मूल्याङ्कन गर्दैन, परिस्थितिलाई अवसरको रूपमा चाहिँ लिने गर्छ। जहाँ चुनौती हुन्छ त्यहाँ चाहिँ अवसर हुन्छ भन्ने धारणा लाइन्सले लिने गरेको छ। त्यो अनुरूप चाहिँ लायन्स क्लब काठमाडौँ च्याम्पियन 2020 मा हामीले स्थापना गऱ्यौँ। त्यसपछि अहिले 6 वर्षको चाहिँ इतिहासमा च्याम्पियन अगाडि बढिराख्दाखेरि च्याम्पियनले अरू नयाँ च्याम्पियनका चाहिँ आफ्नो चाहिँ एउटा चाहिँ नयाँ साथीहरूलाई चाहिँ जमघट गरेर उहाँहरू चाहिँ न्यू च्याम्पियन स्थापना गर्नुभयो। त्यसपछि एभरग्रिन च्याम्पियन स्थापना गर्नुभयो, यो श्रेय च्याम्पियन स्थापना गर्नुभयो। र त्यस्तै अहिले यो जुनसँग जोडिएको लायन्स क्लब काठमाडौँ करुणा पनि हामीले नै स्पोन्सर गरेको क्लब थियो। र उहाँ चाहिँ हामी सबै चाहिँ एउटै पारिवारिक क्लबको नेतृत्वमा जुन चेयरपर्सन सुमन सरले चाहिँ एकदमै राम्रो कोअर्डिनेसन गरेर यो कामलाई चाहिँ सफल बनाउनु भएको छ। म जुन चेयरपर्सनलाई धेरै धेरै आभार सुमन सरको जुन एक्टिभनेस छ, त्यो लायन्सको चाहिँ एउटा चाहिँ सेवा भाव छ, त्यो हिजो पनि थियो, आज पनि छ। सरले आगामी दिनमा पनि स्पिडलाई चाहिँ अझ योभन्दा माथि लिएर जाने कोसिस गर्नुहोला। र यहाँहरूको हेल्थ क्याम्पको कुरा गरिरहँदाखेरि वर्षै नै यहाँहरूले एउटा बृहत क्याम्प चाहिँ गरिरहनु भएको छ। र हामीलाई गर्व के लाग्छ भने च्याम्पियनसँग चाहिँ एकजना त्यस्तो व्यक्ति जोडिनु भएको छ जसले चाहिँ स्वास्थ्य सेवामा डाइरेक्ट इनिसिएसन लिएर हरेक वर्ष बृहत स्वास्थ्य सेवा काम गर्नुहुन्छ। हाम्रो विक्रम छ, सरलाई पनि म सायद अवश्य बनेको भए गत वर्ष नै उहाँको पालो आइसकेको थियो। सर फेरि कदम पछाडि हट्नु, यो वर्ष पनि फेरि कदम पछाडि हटेको अहिले सायद सेकेन्ड भिडियो छ हजुर, अर्को वर्ष फर्स्ट भिडियो आउनु भएको छ होइन त, नेक्स्ट इयर चाहिँ फर्स्ट भिडियो हुनुहुन्छ। र सरलाई हामीले सर अध्यक्ष बनाउनु भनेका थियौँ, तर सरले चाहिँ साथीहरूलाई प्रायोरिटी दिएर आफू चाहिँ जहिले पनि सेवामा म अगाडि बढ्छु, लिडरसिपमा साथीहरूले अगाडि जानुपर्छ भन्ने भावनाले सरले जुन उदाहरण नै चाहिँ प्रस्तुत गर्नुभएको छ, सरलाई पनि आभार गर्न चाहन्छु। र न्यू लाइफ जहिले पनि स्वास्थ्य क्षेत्रमा एउटा व्यावसायिक रूपले खटिएको संस्था, त्यो संस्थाको चाहिँ चेयरम्यानको रूपमा हुनुहुन्छ। र लाइनसँग आफू जोडिएको कारणले गर्दाखेरि हरेक वर्ष न्यू लाइफलाई चाहिँ लाइनसँग छोडेर समाजमा चाहिँ जुन उदाहरणीय काम चाहिँ यहाँको नेतृत्वमा भइरहेको छ, त्यो लाइन्सको तर्फबाट सबैलाई धेरै धेरै आभार गर्न चाहन्छु। धेरै स्वास्थ्य कर्मी डाक्टर साहब हुनुहुन्छ, त्यस्तै थेरापिस्ट हुनुहुन्छ, त्यस्तै अब टेक्निसियनहरू हुनुहुन्छ, यहाँलाई पनि आभार गर्न चाहन्छु। यहाँको कारणले गर्दाखेरि आज यो समाज चाहिँ स्वस्थ भएर अगाडि बढिरहेको छ। हामी त एउटा माध्यम मात्रै हो, यदि यहाँहरू नभएको हो भने सायद यो हेल्थ क्याम्प सम्भवै थिएन, किनभने हामीले एउटा बाटो देखाउँछौँ, तर त्यो देखाएको बाटोमा कार्य सम्पन्न गर्ने जुन एउटा चाहिँ अद्भुत जुन साथ, जुन चाहिँ ऊर्जा हजुरहरूसँग छ, त्यो हामीसँग छैन। म यहाँ सम्पूर्णलाई हृदयदेखि आभार टक्राउन चाहन्छु। भोलिको दिनमा पनि यहाँ त्यसै गरी लायन्ससँग सहकार्य गरेर यस्तै बृहत हेल्थ क्याम्पमा चाहिँ लायन्सलाई सघाउनको लागि विशेष अनुरोध गर्न चाहन्छु। आगामी वर्ष हामीले योजना अगाडि सारिसकेको छौँ। हामीले डिस्ट्रिक्टको तर्फबाट म आगामी वर्ष जुलाई 1 देखि डिस्ट्रिक्ट गभर्नर भइराख्दाखेरि बालबालिकाको क्षेत्रमा स्वास्थ्य, शिक्षा र पोषण सम्बन्धी विशेष प्राथमिकताका कार्यक्रमहरू क्लबले गर्नु भनेर मैले आह्वान गरिसकेको छु। त्यस्तै मेगा हेल्थ क्याम्प, अनि त्यसपछि ब्लड डोनेसन, र अर्को एउटा महत्त्वपूर्ण पाटो भनेको युवाको लागि स्वरोजगार सम्बन्धी तालिम कार्यक्रमहरू क्लबले आयोजना गर्नु भन्ने मैले योजना बनाएको छु। र त्यसमा अलिकति यहाँहरूको क्षेत्रसँग जोडिएको स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई काठमाडौँको यो मुटु हो, मुटुभन्दा के परसम्म अलिकति एउटा सम्भाव्यता भएसम्म जान सकियो भने यी सबै हाम्रा स्वास्थ्य कर्मी साथीहरूको सहयोग लिएर हामीले अझ हेल्थ क्याम्प गर्न सक्यो भने अझ हामीभन्दा कम अवसर पाएका ती व्यक्ति र समुदाय जो चाहिँ स्वास्थ्य सेवाको पहुँचबाट अझै टाढा छन्, तिनीहरूलाई चाहिँ अझ बढी सेवा दिन सकिन्छ जस्तो मलाई अनुभूति हुन्छ। र मैले धेरै क्लबहरूलाई भनेको छु, तपाईँहरूले नुवाकोटमा मेगा हेल्थ क्याम्प राख्नुहोस्, त्यस्तै काभ्रेमा राख्नुहोस्, जहाँका व्यक्तिहरू चाहिँ एकदमै एउटा चाहिँ औषधि लिन पऱ्यो भने 2-4 घन्टाको बाटो हिँडेर आउनुपर्ने अवस्था छ। हामीले किनभने लायन्स थ्रुबाट धेरै ठाउँमा हामी हेल्थ क्याम्प लिएर जान्छौँ र त्यहाँ यति भिड लाग्ने गर्दछ कि त्यो हामीले कल्पना पनि गर्न सक्दैनौँ कि त्यति मान्छे चाहिँ त्यहाँ आउँछन्। किनभने म 1-1.5 महिना अगाडि एउटा तराईको जिल्लामा आँखा शिविरको लागि म
एज अ गेस्टको रूपमा गएको थिएँ। त्यो डक्टरको टिमलाई त्यो भिड सम्हाल्न नै हम्मै परेको थियो। 700 जनाको उहाँहरूले चाहिँ आँखाको उपचार गरेर फर्किनु हो। 4 दिनको बसाइरहेको थियो र त्यो 4 दिनमा त्यो जब उहाँहरूले चाहिँ मोतियाबिन्दुको अपरेसन गर्नुभयो, त्यसपछि त्यो अपरेसन गरिसकेपछि त्यो बिरामीले जुन एउटा चाहिँ वचन बोल्नुभयो त्यो सायद हामीले जीवनमा कहिले बिर्सन नसक्ने भन्नु, तपाईँहरू हाम्रो लागि भगवान भनेर आउनु भनेर फिडब्याक लिँदाखेरि। किन भन्दाखेरि त्यो उपचार गर्न सायद उहाँको जीवनमा सम्भव नै रहेनछ। उहाँको आर्थिक हैसियतले त्यो आँखाको उपचार गर्ने सक्ने एउटा हैसियत पनि रहेनछ। तर लायन्सको माध्यमले र चिकित्सकको जुन सहकार्यले गर्दाखेरि त्यो आइकेएम चाहिँ सफल भएको थियो। त्यहाँका धेरै त्यो निमुखा वर्ग जुन जनताहरू थिए तिनीहरूले चाहिँ स्वास्थ्य सेवा प्राप्त गर्न सकेका थिए र त्यसले गर्दाखेरि आज लायन्सको चाहिँ गरिमा त्यो ठाउँमा उच्च भएको छ। त्यस्तै प्राथमिकताका कामहरू हामीले योजना गरेर अगाडि आगामी वर्षमा नि गर्न सक्यौँ भने हामीले यो देशमा साँच्चै अर्थमा चाहिँ हामीले जुन परिवर्तन चाहेका थियौँ त्यो परिवर्तनलाई जनताको दैलोसम्म पुर्याउने अभियानमा हामी सक्षम हुन सक्छौँ जस्तो लाग्छ। किनभने काठमाडौँ भ्यालीभित्र त बनिने हो भने अहिले झन् 200-300वटा हस्पिटलहरू छ जस्तो लाग्छ। तर यहाँ धेरै वर्ग चाहिँ आर्थिक अवस्था पनि त्यति कमजोर छैन। तर जब भ्यालीभन्दा बाहिर हामी जान्छौँ, जाने बित्तिकै धेरै त्यस्तो व्यक्तिहरू पाउन सक्छौँ जो चाहिँ स्वास्थ्य सेवाबाट चाहिँ वञ्चित छ, आर्थिक कारणले अथवा विभिन्न कारणले वञ्चित हुनु परेको अवस्था छ। त्यसलाई पनि हामीले मध्यनजर गर्छौँ र यहाँले जुन लायन्सको आज हिजोदेखि सुरु भएको हेल्थ क्याम्पलाई जुन सहयोग गर्नुभएको छ, जुन आफूले जानेको जुन सेवा चाहिँ ती बिरामीहरूलाई दिनुभएको छ, त्यसको लागि हृदयदेखि यहाँहरू सबै टिमलाई हावा टक्राउन चाहन्छु र यहाँहरूको त्यस्तै साथ सहयोगको आगामी दिनमा पनि अपेक्षा गर्दछु। र आयोजक सुमन सरको नेतृत्वमा आयोजना गर्ने 5वटा क्लबका अध्यक्ष दिल्ली सर, त्यस्तै केशर सर, नरकाजी सर, उर्मिला म्याडम, नकुल सर, यहाँहरू सम्पूर्णलाई धेरै धेरै आभार टक्राउन चाहन्छु र यस्तो उदाहरणीय काम गर्नुहोला र सम्पूर्ण टिमको सफलताको शुभकामना पनि दिन चाहन्छु। र यहाँहरू जो प्रत्यक्ष रूपमा जो चाहिँ यो हेल्थ क्याम्पमा सरिक भएर हेल्थ क्याम्पलाई चाहिँ यहाँसम्म ल्याउन चाहिँ सहयोग गर्नुहुन्छ, यहाँलाई पनि म आभार गर्न चाहन्छु। र आजको यो कार्यक्रममा मलाई अतिथिको रूपमा यहाँले निमन्त्रण दिनुभएको छ, त्यसको लागि आभार गर्दै आफ्नो भनाइलाई विश्राम लिन चाहन्छु। हस्, धन्यवाद। कतिपय सर्भिसहरू आउनु भ्याउनु भएन, त्यही भएर हामीले चाहिँ अब वर्षमा एकचोटि सेवा पनि हामीले छुट पनि दिएका छौँ। जस्तै अब सुगर युनिट चाहिँ हामीले न्यु लाइफ पनि फेरि गरेको थियो है। त्यसपछि हामीले अब औषधिको चाहिँ कम्पनीहरूबाट हामी सहयोग लिएका थियौँ। त्यसपछि अब तपाईँको चाहिँ अब लायन्सबाट पनि हामीलाई धेरै सहयोग भएको छ। त्यसपछि तपाईँको चाहिँ अब यो प्रोग्राम गर्नलाई डाक्टर साहबहरू र अन्य भोलिन्टियर ठुलो सहयोग गर्नुभएको छ होइन। यसमा अझै हामी के हामीले चाहिँ अब प्रदर्शन गर्न लान सकिन्छ। यसलाई चाहिँ राष्ट्रव्यापी रूपमा हिजो मानव रोका सरले भन्नुभएको थियो कि यसलाई अब चाहिँ बजारमा भएको चाहिँ गाउँमा लानुपर्छ होइन। अब हामी चाहिँ कम्ती यहाँले चाहिँ हाम्रो जिल्लामा हामी तयारी गर्छौँ र हामीले चाहिँ आयोजना गरौँ होइन। कुनै तपाईँले यदि आयोजना गर्नुभयो र तपाईँ स्कुल कलेजहरूमा आफ्नो ठाउँमा यदि राख्न चाहनुहुन्छ भने डक्टर र औषधिको हामी अब सहकारी गरौँला। अनि हामी चाहिँ कुनै गाउँमा तपाईँले चाहिँ कसैले आयोजना गर्नु चाहनुहुन्छ भने पनि हामीले एकदमै सेवा गर्न तयार छौँ। आज तपाईँको चाहिँ लगभग हाम्रो चाहिँ अब उता तपाईँको चाहिँ हाम्रो चाहिँ विशेष गरी हाम्रो चाहिँ अब हाम्रो युवा क्लिनिकको अध्यक्षज्यूको सहकार्यमा होइन जुन आज प्रोग्राम भयो त्यहाँ पनि 60 जना हुन्छ। लगभग 60 जनाले चाहिँ यहाँ आज हाम्रो चेकअप भयो, त्यहाँ राम्रै भएको थियो, त्यहाँ पनि हामी सेवा दिएका थियौँ। लगभग तपाईँको चाहिँ यसरी ठाउँ ठाउँमा हामीले गऱ्यौँ भने सबैको नाम पनि आउने एउटा सेवा पनि भयो होइन। यो भएपछि तपाईँको एउटा चाहिँ सबभन्दा बुद्ध भगवान्ले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ सबभन्दा ठुलो सेवा भनेको के बिरामीको सेवा गर्नु क्या। त्यही भएर हामी चाहिँ बिरामीको सेवा जुन हामीले गरेका छौँ त्यो ठुलो कुरा हो। र अब चाहिँ हामीले अब अलिकति विशेष गरी यो चाहिँ प्रोग्राममा सहयोग गर्नेलाई चाहिँ हामी सम्मान गरेका छौँ। र विशेष गरी अब यसमा चाहिँ हाम्रो अब 5वटा क्लबको नाम पनि छ है। त्यसमा तपाईँले प्रमाणपत्र दिन सक्नुहुनेछ र तपाईँको त्यसपछि यसमा अब अलिकति हामी चाहिँ तपाईँले प्रमाणपत्र वाचन दिन सक्नुहुनेछ र अहिले म चाहिँ नाम वाचन गर्दैछु। र हाम्रो अब यस प्रोग्राम प्रमुख अतिथिबाट यो चाहिँ सर हाम्रो चाहिँ अब सम्मान पत्र सबै हाम्रो चाहिँ अब हामीले नाम वाचन गरेकालाई सम्मान गरिदिन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। र न्यु लाइफ आयुर्वेदमा विगत 7 वर्षदेखि पोखरामा लगभग उहाँ चाहिँ 2 वर्ष त्यही पोखरामा बस्नुभयो। त्यही 2 वर्ष त्यही बसेँ, तपाईँको बिरामी सेवा गर्नुभयो। र न्यु लाइफ आयुर्वेदमा तपाईँको चाहिँ उहाँले ठुलो योगदान गर्नुभएको छ।
विशेष गरी पाइल्सको स्पेसलिस्टको रूपमा चाहिँ उहाँले काम गर्दै आउनुभएको छ है। र त्यसपछि तपाईँको चाहिँ अब अहिले पनि न्यू लाइफ आयुर्वेदमा दिउँसो 12 बजे 2 बजीसम्म उहाँले चाहिँ न्यू लाइफ आयुर्वेदमा बिरामी चेकअप विशेष गरी पाइल्स फिस्टुला फिचरको लागि चाहिँ उहाँले विशेष योगदान गर्नुभएको छ। एकचोटि ताली है यस्तो ताली है आई ताली है सबैजना हात 1 2 3 गो